नमस्ते साथीहरु, फेरि पनि स्वागत छ एसके लर्न जीके च्यानलमा। आजको भिडियोमा नेपाल प्रहरी जवान पदमा मिति 2077 साल 11 महिना 22 गते सोधिएका प्रश्न र प्रश्नका उत्तर लिएर उपस्थित भइसकेको छु। तपाईहरुले भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेरेर वा सुनेर साथ दिनु होला। आजको यो भिडियो प्रहरीको तयारी गर्ने साथीहरुलाई एकदमै इम्पोर्टेन्ट हुनेवाला छ। यो भिडियो सुरु गर्नु भन्दा अगाडि साथीहरुलाई सानो रिक्वेस्ट गर्न चाहन्छु, यदि भिडियो मन परेमा लाइक र मन परेमा च्यानललाई सब्स्क्राइब गरी नजिकको बेललाई अलमा क्लिक गरिदिनु होला। अब भिडियो सुरु गरौँ। तपाईहरुले हेर्न सक्नुहुन्छ नेपाल प्रहरी जवान पदको लिखित परीक्षामा सोधिएका 2077 11 महिना 22 गते र मेरो की भनेको सी रहेको छ र समय भनेको 2 घण्टा अनि विषय भनेको नेपाली, अंग्रेजी, गणित, सामान्य ज्ञान, प्रहरी सेवा र बौद्धिक परीक्षणबाट सोध्ने छ। 100 मार्कको फुल पूर्णांक भनेको 100 मार्क हुनेछ र तपाईहरुलाई अनिवार्य की लेख्नु पर्छ। अनिवार्य की लेख्नु भएन भने स्वतः रद्द हुनेछ। तपाईहरुले यो कुरा ख्याल गर्नु होला। यहाँ माथि की लेखेको छ, अनिवार्य की लेख्नु नै पर्छ। अब वस्तुगत प्रश्नतिर लागौ। वस्तुगत प्रश्न 40 मार्कको सोध्ने गरिन्छ। पहिलो प्रश्नमा तलका मध्ये कुन कार्य प्रहरीले गर्न हुँदैन? राजनीतिकमा भाग लिन, बी दान उपहार लिन, सी व्यापार व्यवसाय गर्न र डी माथिका सबै। यसको सही उत्तर चाहिँ माथिका सबै हुन्छ। त्यसैगरी प्रश्न नम्बर 2, प्रहरी कर्मचारीले 2 वर्षमा कति दिन घर बिदा पाउँछ? ए 30 दिन, बी 40 दिन, सी 45 दिन र डी 60 दिन। यसको सही उत्तर चाहिँ 60 दिन हुन्छ। महिनामा अथवा वर्षमा एकचोटिमा 30 दिन पाउँछ र 2 वर्षमा 30 + 30 60 हुन्छ। सी नम्बर अप्सन सही छ। त्यसैगरी प्रश्न नम्बर 3 तिर लागौ। नेपाल प्रहरी कुन मन्त्रालय अन्तर्गत पर्छ? ए नम्बर अप्सन रक्षा मन्त्रालय, बी गृह मन्त्रालय, सी उद्योग मन्त्रालय, डी अर्थ मन्त्रालय। यसको सही उत्तर भनेको बी नम्बर अप्सन गृह मन्त्रालय अन्तर्गत पर्छ। त्यसैगरी प्रश्न नम्बर 4, नेपाल प्रहरी मातहत जम्मा कतिवटा जिल्ला प्रहरी कार्यालयहरू रहेका छन्? ए 77, बी 76, सी 75 र डी 74। यसको सही उत्तर 77 हुन्छ। ए नम्बर अप्सन सही छ। त्यसैगरी प्रश्न नम्बर 5, प्रहरी जवान पदमा भर्ना हुन चाहने उम्मेदवारहरूको आँखाको पावर कम्तीमा कति हुनुपर्छ? ए नम्बर -2 वा +2 भन्दा कमजोर नभएको, बी नम्बर -2 भन्दा कमजोर नभएको, सी नम्बर +2 भन्दा कमजोर नभएको, डी नम्बर -1 वा +2 भन्दा कमजोर नभएको। यसको सही उत्तर ए नम्बर हुन्छ -2 वा +2 भन्दा कमजोर नभएको। ए नम्बर उत्तर सही छ। त्यसैगरी प्रश्न नम्बर 6 तिर लागौ। प्रहरी सेवामा राजपत्र अनङ्कित प्रथम श्रेणीमा तलका मध्ये कुन पद हुन्छ? यसको ए नम्बर अप्सन प्रहरी जवान, बी प्रहरी नायब निरीक्षक, सी प्रहरी हवलदार र डी प्रहरी निरीक्षक। यसको सही उत्तर प्रहरी नायब निरीक्षक। यसको सही उत्तर सी नम्बर हुन्छ। त्यसैगरी प्रश्न नम्बर 7, प्रहरी कर्मचारीको काम, कर्तव्य र अधिकार तलका मध्ये कुन होइन? ए नम्बर अप्सन प्रहरी आचरण तथा अनुशासनमा रहने, बी विपदको समयमा तदारुकताका साथ उद्धारमा संलग्न हुने, डी कमान्डरले दिएको आदेश तदारुकताका साथ कार्यान्वयन गर्ने र सी फरार अपराधी फेला परेमा छानबिन गर्न कमान्डरलाई प्रतिवेदन दिने। यसको सही उत्तर भनेको सी हुन्छ। फरार अपराधीलाई फेला परेमा छानबिन गर्न कमान्डरलाई प्रतिवेदन दिने। सी नम्बर अप्सन सही छ। तपाईहरुले केही जिज्ञासा वा कमेन्ट गर्न सक्नुहुन्छ कमेन्टमा गएर। त्यसैगरी प्रश्न नम्बर 8, महानगरीय प्रहरी आयुक्तमा कुन दर्जाको प्रहरी रहने व्यवस्था छ? ए नम्बर प्रहरी अतिरिक्त महानिरीक्षक, बी प्रहरी नायब महानिरीक्षक, सी वरिष्ठ प्रहरी उपरीक्षक र डी प्रहरी उपरीक्षक। यसको सही उत्तर ए नम्बर अप्सन सही छ, प्रहरी अतिरिक्त महानिरीक्षक। त्यसैगरी प्रश्न नम्बर 9, यो चिन्हले के जनाउँछ? प्रवेश निषेध, पर्खाल निषेध, रोक्न निषेध र डी नम्बर माथिका कुनै पनि होइन। यसको सही उत्तर प्रवेश निषेध हुन्छ। ए नम्बर अप्सन सही छ।
यसको सही उत्तर ए नम्बर हुन्छ। त्यसैगरी प्रश्न नम्बर 10 मा नेपालको सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनः स्थापना गर्ने निर्णय कहिले भयो? ए नम्बर अप्सन 2007 पुस 5, बी नम्बर 2077 माघ 25, सी नम्बर 2017 फाल्गुन 11 र डी नम्बर 2077 फाल्गुन 15। यसको सही उत्तर सी हुन्छ 2017 फाल्गुन 11। त्यसैगरी अर्को प्रश्नतिर लागौं। प्रश्न नम्बर 11 प्रश्न चिन्ह भएको ठाउँको लागि सही विकल्प रोज्नुहोस्। गाईको गोठ भए ... गुडको के हुन्छ? ए नम्बर अप्सन चारा, बी माछा, सी कार र डी बाख्रा। यसको सही उत्तर भनेको ए नम्बर अप्सन सही उत्तर हो, चारा हुन्छ। त्यसैगरी प्रश्न नम्बर 12 तिर लागौं। दिएको क्रम अनुसार प्रश्न चिन्ह रहेको ठाउँमा कुन विकल्प उपयुक्त हुन्छ? तपाईहरुले हेर्न सक्नुहुन्छ। यसको कमेन्ट तपाईहरुले गर्नुहुन्छ। यसको सही उत्तर के हुन्छ भनेर। यसको सही उत्तर भनेको बी नम्बर अप्सन सही हुन्छ। क्यूआर अलरेडी बनाएर मैले हेरिसकेको छु। बी नम्बर अप्सन यसको सही उत्तर हुन्छ। कसरी आयो भनेर कमेन्ट गर्नु होला तपाईहरुले। त्यसैगरी प्रश्न नम्बर 13 दिएको विभिन्न शब्द मध्ये कुन न कुनै रूपमा रहेको फरक विकल्प रोज्नुहोस्। ए नम्बर हाँस, बी कछुवा, सी चमेरो र डी सर्प। यसको सही उत्तर भनेको चमेरो हुन्छ। सी नम्बर अप्सन सही छ। त्यसैगरी प्रश्न नम्बर 14 एक जना व्यक्ति आफू उभिएको ठाउँबाट सिधा 4 किलोमिटर हिँडेर दायाँ मोड्छ। झन्डै 8 किलोमिटर हिँडेपछि बायाँ मोड्छ र 2 किलोमिटर हिँड्छ। फेरि बायाँ फर्क मोड्छ र 11 मिटर हिँडेर हिँड्छ। उस अहिले त्यो व्यक्ति सुरुको स्थानको सिधा लाइन भन्दा कति दूरीले पश्चिम पुगेको छ? यसको पाइथागोरस सादी अनुसार निकाल्नु पर्छ। यसको सही उत्तर भनेको 3 किलोमिटर हुन्छ। ए नम्बर अप्सन सही छ। तपाईहरुले हेर्न सक्नुहुन्छ। त्यसैगरी अर्को प्रश्नतिर लागौं। प्रश्न नम्बर 15 यदि एचओडब्ल्यू लाई बुझाउन केआरजेड कोड गरिन्छ भने इएक्यूएफके कोडले के बुझाउँछ? ए नम्बर अप्सन हाउस, बी फ्रेन्ड, सी एसपीआईसीई र डी बेन्च। यसको सही उत्तर भनेको डी नम्बर अप्सन हुन्छ, बेन्च हुन्छ। त्यसैगरी प्रश्न नम्बर 16 तिर लागौं। क को हिडाइको गति 2 किलोमिटर प्रति घण्टा, 2 ख को हिडाइको गति, क हिडाइको गति ख को दोबर रहेछ। यदि क ख र ग एउटै हिडाइ र भने 2 घण्टा 30 मिनेटमा क र ग बीचको दूरी कति होला? दोबर र ग को स्थानबाट हिँड्न सुरु गरे। यसको सही उत्तर भनेको सी नम्बर अप्सन हुन्छ, 15 किलोमिटर हुन्छ। त्यसैगरी प्रश्न नम्बर 17 मा दिएका विकल्पहरू मध्ये समूहमा नमिल्ने विकल्प कुन हो? कक्षा विद्यार्थी, बी धागो कपडा, सी रुख पात, डी दिनको घण्टा। यसको सही उत्तर भनेको धागोको कपडा हुन्छ। बी नम्बर अप्सन सही छ। त्यसैगरी प्रश्न नम्बर 18 तिर लागौ। पूर्वतिर फर्केर हिँडिरहेको व्यक्ति 2 पटक दायाँ र 1 पटक बायाँ दिशातर्फ मोडेर हिँड्छ भने त्यो व्यक्ति कुन दिशातर्फ हिँडिरहेको होला? ए पूर्व, बी पश्चिम, सी उत्तर र डी दक्षिण। यसको सही उत्तर भनेको डी हुन्छ, दक्षिणतिर हुन्छ। यसको मैले अलरेडी नै बनाएर राखेको थिएँ। त्यसैगरी प्रश्न नम्बर 19 धरतीको आकाश भए जस्तै राजाको के हुन्छ? ए रानी, बी प्रजा, सी मन्त्री र डी सम्राट। यसको सही उत्तर हुन्छ प्रजा हुन्छ। यसको राजा के हुन्छ? प्रजा हुन्छ। बी नम्बर अप्सन सही छ। त्यसैगरी प्रश्न नम्बर 20 तलका शब्दहरूलाई अर्थपूर्ण क्रममा सिलाउनुहोस्। प्रहरी, सजाय, अपराध, न्यायाधीश र निर्णय। तपाईहरुले यसको कमेन्ट गर्नु होला। यसको सही उत्तर के हुन्छ भनेर। 4वटा अप्सन छ। अप्सन कुन अप्सन सही छ भनेर कमेन्ट गर्नु होला। त्यसैगरी प्रश्न नम्बर 21 विक्रम सम्बन्ध 2068 को जनगणना अनुसार नेपालको जनसंख्या वृद्धि दर कति प्रतिशत रहेको छ? ए 1.35%, बी 1%, सी 1.25% र डी 1.75%। यसको सही उत्तर 1.35% हुन्छ। ए नम्बर अप्सन सही छ। त्यसैगरी प्रश्न नम्बर 22 मकालु हिमाल नेपालको कुन जिल्लामा पर्छ? ए ताप्लेजुङ, बी सङ्खुवासभा, सी भोजपुर र डी दोलखा। यसको सही उत्तर सङ्खुवासभा, बी नम्बर अप्सन सही छ। त्यसैगरी प्रश्न नम्बर 23 कुरान कुन धर्मसँग सम्बन्धित छ? ए बौद्ध, बी किरात, सी इस्लाम, डी सिख। यसको सही उत्तर इस्लामसँग सम्बन्धित छ। सी नम्बर अप्सन सही छ। त्यसैगरी प्रश्न नम्बर 24 नेपालमा पहिलो आम निर्वाचन कहिले भयो? विक्रम सम्बन्ध 2007, 2015, 2017
2017 र 2020 यसको सही उत्तर के हुन्छ भनेर तपाईहरुले कमेन्ट गर्न सक्नुहुन्छ। त्यसैगरी प्रश्न नम्बर 25 प्रसिद्ध धार्मिक स्थल बुढा सुब्बा मन्दिर कुन जिल्लामा पर्छ? यसको गोरखा, ए नम्बर अप्सन गोरखा, बी झापा, सी धनकुटा, डी सुनसरी। यसको सही उत्तर भनेको डी नम्बर अप्सन हुन्छ सुनसरी हुन्छ। त्यसैगरी प्रश्न नम्बर 26 एक सिंगे गैंडाको लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो? ए ररा, बी बर्दिया, सी सागरमाथा र डी माथि कुनै पनि होइन। यसको सही उत्तर योमा अप्सनमा छैन। यसको सही उत्तर भनेको चितवन राष्ट्रिय निकुञ्ज छ गैंडाको लागि। त्यसैगरी प्रश्न नम्बर 27 हालै नेपालको कुन प्रदेशले सो प्रदेशको राजधानी सार्ने निर्णय गरेको छ? ए बागमती, बी गण्डकी, सी लुम्बिनी र डी कर्णाली। यसको सही उत्तर लुम्बिनी हुन्छ, सी नम्बर अप्सन सही छ। त्यसैगरी प्रश्न नम्बर 28 भौगोलिक बनावट र उचाइको आधारमा नेपालमा कति प्रकारको हावापानी पाइन्छ? ए 3, बी 4, सी 5 र डी 6। यसको सही उत्तर भनेको 5 हुन्छ, सी नम्बर अप्सन सही छ यसको सही उत्तर। त्यसैगरी प्रश्न नम्बर 29 तिर हेरौं नेपालमा तलका मध्ये कुन नदी ठुलो छ? ए बागमती, बी कन्काई, सी अरुण र डी कमला। यसको सही उत्तर हुन्छ सी अरुण नदी ठुलो छ। त्यसैगरी प्रश्न नम्बर 30 नेपालको कुन क्षेत्रमा यार्सा गुम्बा जडीबुटी पाइन्छ? ए हिमाली क्षेत्र, बी पहाडी क्षेत्र, सी तराई क्षेत्र र डी माथिका सबै। यसको सही उत्तर हिमाली क्षेत्र हुन्छ। अरु प्रश्नको उत्तरहरू पार्ट 2 भिडियोमा डिस्कस गर्नेछु, लिंक डिस्क्रिप्सनमा राखिदिनेछु, हेर्नु होला।